सो हेलो गाइज, म चाहिँ अब घाँस काट्नतिर लागेँ होइन। आफू अब के गर्नु, गाई गोरुहरूको लागि पनि काट्नै पर्यो। ल गाइज मैले चाहिँ घाँस काटिसकेँ। मेरो सस्तावाला देसी जुगाडवाला यो स्ट्यान्ड देखिसक्नु भयो। सो गाइज अब लगेर चाहिँ यो गोरुहरूलाई दिनलाई मात्रै बाँकी छ। यो अघि मैले सस्तावाला स्ट्यान्ड बनाउनलाई, देसी जुगाडवाला स्ट्यान्ड बनाउनलाई मैले यो काटेको थिएँ। यिनीहरू पनि लगाउँ, यिनीहरूलाई पनि गाई गोरुहरूलाई हुन्छ है। गाइस म चाहिँ अब ल्याइसकेको छु। यहाँ मेरो यहाँ सानो बाछो पनि रहेछ। यहीँ हल्का अनबक्सिङ त गर्न परिहाल्यो होइन। यसो अब हाम्रो गाई उता गोरुहरू छ। हाम्रो यो बाछो चाहिँ यहाँ खेलिरहेको रहेछ। मलाई देखेर यो आइरहेछ यहाँ। यिनीहरूलाई हल्का घाँस दिनपर्छ। अलिकति मलाई चाहिँ अलिकति भिडियो बनाउन त्यति साह्रो आउँदैन है। त्यसैले अब क्यामेराहरू कता कता घुमिजान सक्छ, एङ्गलहरू नमिल्न सक्छ। त्यसैले अब बाटो पनि यस्तो बाटो हुँदै गएर हाम्रो यता गोरुहरूकोमा पुग्न सकिन्छ। यहाँ छ मेरो हाम्रो दुईटा गोरुहरू। यहाँ झन्डै लड्यो ल, यहाँ छ। सो गाइस थ्याङ्क्स फर वाचिङ है होइन। अझै थ्याङ्क्स फर वाचिङ भन्दाखेरि पनि मेरो यता दोरीहरू लानै बाँकी छ। यो एउटा फेरि यहीँ चढ्न थालेछ। जा तेरो आमासँग चढ्नु, उता चाहिँ तेरो आमासँग चाहिँ। सो गाइज अब दोरी लिएर आफू चाहिँ घरतिर लाग्यो। सो थ्याङ्क्स फर वाचिङ। सकभर अब यसो सपोर्ट गरिदिनु होला, जति सक्दो छ सेयर गरेर फलो पनि गरिदिनु होला। थ्याङ्क यू।